नेताहरूलाई आर्यघाटमा पनि पदसहित जान पाए होइन, राजकीय सम्मान पाइन्थ्यो। त्यो लोभका कारण पनि मुलुक यो ठाउँमा पुग्या हो भन्छन्। यो सरकार आइसकेपछि उसले काम त देशको लागि गर्नु पर्यो नि, देश सर्वोपरि हो नि। व्यक्ति भने त अहिलेको प्रधानमन्त्री भन्नुहोस् या मन्त्री कोही पनि परिवर्तन हुन्छ कुनै बेला, यो त्यो त अवश्यम्भावी कुरा। त्यो त तपाईँहरू पनि हिजो त्यहाँ जो पनि परिवर्तन अहिले मूलक्षणमा लुकेर बस्नु भएको छ, उनीहरू पनि त्यही त होला। आफूले चाहिँ जम्मै बिगारेर त्यसलाई पिपाउने गाउँ बनाएर छोडिदिने। अहिले चाहिँ तपाईँलाई ठ्याक्क चाहिए 35 वर्ष तपाईँहरूलाई खायो भने त्यही भएर हो नि त। त्यस्तो होइन। तपाईँ कति सालदेखि सांसद हुनुभयो? म 52 साल 51 साल 51 सालदेखि सांसद हुनुभयो, ठिक। कतिचोटि मन्त्री हुनुभयो? म भएँ 4-5 चोटि। उप प्रधानमन्त्री हुनुभयो? एकपटक भए। गृहमन्त्री हुनुभयो? एकपटक। रक्षा मन्त्री हुनुभयो? एकपटक भए। होइन त? हो। यो 35 वर्षमा त एमाले, भीमराव, केपी ओली यी मान्छेहरू त सत्ताको वरिपरि नै थिए। यिनलाई त्यति बेला यो जम्मै चिजले पोल्यो। त्यो बेलाका लिएका कार्यक्रम हेर्नुहोस् त, जनता कार्यान्वयनमा कुरा गर्दैछु म। त्यसको ब्याज खाइसक्नु भयो? म ब्याजको कुरा होइन, ब्याज खाइसक्नु होइन, ब्याजको कुरा होइन नि। जुन व्यक्तिले जुन बेला जिम्मेवारी लिन्छ उसले त्यो बेलाको कुरा गर्ने। ठिक छ त। म तपाईँलाई 51 आज चाहिँ सीमाकै कुरा म होइन, त्यो बेला सिमानाकै कुरा गर्छु। तपाईँले मेरो प्रधानमन्त्रीलाई अलिकति 51 क्रस बोर्डर अकुपेसनदेखि लिएर संसदमा बोलेको कुरा, म एकदम मेरो प्रधानमन्त्रीको कुरा उठाए पछाडि मैले जवाफ माग्नु पाउनु परेन? पर्यो। This is the prompt response from the Prime Minister. मलाई हाँसो लाग्छ यस्ता कुरा सुन्दाखेरि। बजेटमा त्यो कापीमा अङ्ग्रेजी शब्द लेख्दै गएको 4 पाना भरिसक्यो, आछा। डाक्टर साहब, जबकि नेपालको संविधानले म एकछिन उहाँहरूको जेनेरेसन त आधा अङ्ग्रेजी नै बोल्छ क्या। उहाँहरूको जेनेरेसन त तपाईँ र म जस्तो बोल्दैन नि। म अङ्ग्रेजी बोल्न जान्ने हो र होइन, ऊ भीमब्रो आयो भन्ने जेनेरेसन हो क्या त्यो। त्यो के हो त भन्नु, त्यो के हो त? नेपालको संस्कृति, नेपालको आवश्यकता र नेपालको धरातललाई नबुझेर उडन्थ्यो भने त्यही त हो त। तपाईको पार्टीको कार्यक्रम गरेर जिन्दाबाद गर्थे नि त। जनताको कर खाएपछि त जनताको सेवा गर्नु परेन? हिजोसम्म अमेरिकाले दिएका कुन बजेट लिएर तपाईँहरूले चाहिँ कतिवटा परियोजना बनाउनलाई लिनुभयो? नोटमा राखेको हुँदा अमेरिकाले दिएको डलर भत्ता खाएर कतिपटक अमेरिका घुम्न जानुभयो? यो मूर्खतापूर्ण उनीहरूको तर्क। अहिले आएर अमेरिकाले त्यो गुम्बामा चाहिँ सहयोग गरेको छ भन्ने नाममा विरोध गर्नु चाहिँ त्यो होइन, आफ्नै आङ कनाएर छारो उडाउनु। त्यो होइन, त्यो चाहिँ एकदम सतही मूर्खतापूर्ण प्रश्न हो त्यो। किन हो भन्दाखेरि कुनै पनि देशले चीनको पनि ऋण लिएको छ अमेरिकाले, तर चीनको पैसा लिएको हुनाले चीनले जे गर्यो त्यो ठिक छ भन्छ अमेरिका? कुनै पनि दुई देशको गुम्बा अमेरिकाको होइन, नेपालको होइन। त्यही गुम्बा किन छान्नु पर्यो? त्योभन्दा त पुरानो स्वयम्भू छ त, लुम्बिनी छ त, प्रश्न उठ्दैन। म के भन्नु खोज्दैछु भने लेखाइ त गुम्बाकै अपमान होइन, मेरो लेखाइले गुम्बाको अपमान गर्दैन। तपाईको पार्टी त अझ अहिले तपाईँ जुन पार्टीमा हुनुहुन्छ त्यो पार्टीले जनताका सम्पत्ति कब्जा गरेर झन्डा हालेर बस्छ। त्यो होइन, कुनै व्यक्तिले गरायो होला आफ्नो स्वार्थमा। अनि मैले त्यो भोलि कस्तो विरोध गरेको थिएँ तपाईँलाई सम्झना होला नि? तर तपाईँकै नेताहरूले खाए, त्यही त मैले अहिले तपाईँसँगै छन्। त्यही त मैले कति गलत भयो त्यो भनेको थिएँ। त तिनीहरूसँग गलतहरूसँग बस्ने पनि गलत हुन्छ भने कमी कमजोरी भयो भन्दैन, राष्ट्र छोडेर गएन नि, देश छोड्नुहोस् भने हो र? पार्टी भने कसैको कम्पनी होइन नि, व्यक्तिगत हो र कम्पनी, पार्टी भने हुँदा यत्रो आलोचना गर्नुहुन्छ। अहिले त ओलीसँगै घाँटी मिलाउनका लागि तपाईँहरू चाहिँ उत्तर्सिएर बस्नु भएको छ। नौजवानको कुरा गर्नु, धेरै जवान नयाँ जवान, म तपाईँलाई एउटा मात्र उदाहरण दिन्छु। त्यसले पर्याप्त उनीहरूको मनस्थितिमा कस्तो रहेछ भन्ने कुराको त्यसले छर्लङ्ग पार्छ नेपाली जनता। नेपाल बाहिरमा चाहिँ 80 वर्षको मान्छे, कहिलेकाहीँ 80 वर्षको मान्छे पनि यङ हुन्छ भने उमेरले मान्छे बुढो हुँदैन क्या। अनि हामीलाई बुढो भयो किन भन्नु? तपाईँहरूको त कर्म बुढो भएको। अनि के कर्म बुढो? मैले देशको पक्षमा बोल्दा मेरो कर्म बुढो भयो? अब अहिले त आफू हतगडी लाग्न तयार भएर बस्ने हो गए दिन। राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छेले सुन्न नचाहने तपाईँले देशमा रोक्नु के हो भन्दाखेरि जहाँसम्म आरोपको कुरा छ नि, वर्तमान प्रधानमन्त्रीका सल्लाहकारको बङ्गलादेशको त्यति बेलाको चाहिँ त्यो VOIP भनेको कल बाइपास गर्ने आरोप, अदालतबाट सजाय पाएको हेर्नुहोस्। तपाईँलाई किन आपत्ति? तपाईँहरू त हेर हिँडेर झिक्नुहुन्थ्यो हिजोको दिन। अब हामी एकदम युवाले मात्रै देश सबै चलाउँछौँ, अर्को पुस्ता चाहिँदैन भनेर भनेको किन भन्ने कुरा अब भने त्यो त गलत भयो। तपाईँहरू मान्छे त्यसै ल्याउनु हुनुहुन्थ्यो नि त डाक्टर साहब। तपाईँहरू त पार्टीको सदस्यता हेर्नुहुन्थ्यो, अनि त्यो उसको हात दुईटै हात हेर्नुहुन्थ्यो, कुन हातमा ब्रिफकेस छ भनेर। ब्रिफकेस हेरेको छ म त्यो भन्न सक्दिनँ, किनभने आफूले होइन, तपाईँहरू त हेर्नुहुन्थ्यो। मैले आफूले देखेको एउटा काहीँ 50 लाख प्रिपेड अरे क्या।